म चाहिँ राइडर हेलमेट मागेर चिन्ता भएको ना तो पड़ेगा तुम नहीं लगाते दयालु मान्छे हो हैन कस्तो अनुभव भयो त गाइस हेलो कता गयौ हेलो एभ्रीवान वेलकम टु माई बिमा ब्लग्स अनि आज चाहिँ मैले दिउँसोमा ब्लग स्टार्ट गर्न लागिसके हेर्न सक्नुहुन्छ म अहिले यहाँ रोडमा छु अंकलले साइड लुक हानेर साइड उस गरिरहन्छ उहाँ चाहिँ म चाहिँ राइडर हाम्रो आज लाइन तना भइसक्यो हैन यहाँ हामी टिकटक पनि बनाइसक्यौं तब ताको गाइस बिमालाई भेट्न भनेर गाइस गिफ्ट देऊ गाइस ओ माय गॉड ओ थ्यांक यू म्याम थ्यांक यू वहाँ चाहिँ मलाई भेट्न आउनु भएको स्कुटी मागेर अरुको स्कुटी मागेर नभन न हेलमेट मागेर स्कुटी त छनै छ हामीसँग के छैन गाइज स्कुटी भने स्कुटी छ गाइज कार भने कार छ गाइज यो पनि हाम्रै हो हैन अब साउको भएपछि हाम्रै हुन्छ हामीलाई थाहा छँदैछ हैन जो साउको जे साउको त्यो हाम्रो हो गाइज हैन हैन होला के हो केही फरक पर्दैन त्यसमा चाहिँ हामी नभए साउ हुन्न भन्दै त्यही त हामीले कमार्दिएको त हो नि कार किनेको पैसा हामीले किनेको मार्दिएको के चाहिँ हामी यहाँ भित्र यता हुन यहाँ बोल्देऊ यसो भेट्न आएको मान्छे चाहिँ पोखराबाट उहाँलाई भेट्न आएको एकदमै म चाहिँ चिल्ड्रनबाट आएको बिमाको भ्लग देखेर यसलाई भेट्न आएको गाइस गाइज उपहार पनि ल्याइदिन्छु गाइज 16 प्रो म्याक्स ल्याइदिनु भएको छ उहाँले चाहिँ है केही छैन गाइज दाइले चाहिँ साइड लुक छानेर गइदिनु भयो ओ माइ गॉड यस्तो हेरेर जानुभयो नि त अनि खतरा ल गाइज भित्र गएको हुनुहुन्छ म सबैलाई मिलाउँछु भेटाउँछु है ल सबैलाई हामी अङ्कल हेलो गरिदिनु न हेलो ल गाइज आज लाइन छैन तर पनि म गोरो त मान्छे म गोरै हो कि हैन तर यहाँ लाइन नभएको कारण म कालो देखिन सक्छु हैन त्यसमा चाहिँ माइन्ड नगर्नु होला ल गाइज एउटा अल्लाइ हुनुहुन्छ हैन उहाँ चाहिँ हाम्रो माया दिदी हुनुहुन्छ हेलो गरिदिनु न यहाँ मेरो एउटा बेबी पनि छ कि कता छ खै म यसो मेरो सानो पनि छ हट त म भेटाएर आउँछु लाइन नभएर यहाँ कालो देखिसक्यो है यहाँ हाम्रो दाइहरू यता सुत्दै हुनुहुन्छ सानो मक्ख परेको फेरि बाबा यता चाहिँ मिराज अङ्कल हुनुहुन्छ हेलो गरिदिनु त मिराज अङ्कल साझा हेर्नु ल भिडियो आउँछ ल गाइस भित्र त अब यस्तै कालो देखिन्छ हैन के गर्नु भित्र गर्मी भयो हैन हामी बाहिर निस्क्यौँ कति रात भयो ये सब क्या देखना पड़ रहा है अच्छा है मैं अंधा हूँ यता यो दाइ पनि हुनुहुन्छ मनोज दाइ हो सुमित दाइ हुनुहुन्छ सुमित दाइ हेलो गरिदिनु मान्छेलाई फेरि अति राम्रो हुन मन लाग्दो रहेछ है मुख धोदै गर्छन् हामी काला मान्छेलाई त वर्षमा एक दिन धोए पनि केही फरक पर्दैन खाना उठेर मुख धुन नि धो पर्छ ए गाइस अब के भन्नु हैन दुःख सुख यही छ गाइस रोडमा आएको मान्छेलाई कसैलाई जिस्कम भने पनि रोडमा पनि एउटा माखो हिँडेको छैन मैले मेरो स्कुटी चाहिँ हैन एकछिन चला भनेर उहाँलाई दिइसकेँ म फेरि एकदम दयालु मान्छे हो हैन मलाई फेरि यस्तो यो तेल जा धेला यो त्यो छैन के म फेरि सबैलाई के अरे एकदम उस गर्ने कसैले कार चलाउन चाहनुहुन्छ भने पनि म कार दिन पनि रेडी चाबी मेरो भित्र छ हैन यो कारको मालिक त म यो भन्नै पर्छ हैन होला के हो म यो भन्नै पर्छ हैन सुमित राम्रोसँग चलाइल्याउ नि त्यही केही पनि यताउता हुनु भएन हुन त केही फरक त पर्दैन है म फेरि एकदम दयालु मान्छे हो के छ रोड आएको मान्छेसँग कसैसँग बोलाऊँ भने नि एउटा माखो आएन र गाइस कल्पना दिदीले यहाँ म सुमित दाइले कल्पना दिदीलाई यहाँ स्कुटी सिकाउँदै हुनुहुन्छ हैन बाहिर एकदम गर्मी छ यहाँ सिक्दै हुनुहुन्छ ल राम्रोसँग सिकेर आउनु ल गाइस अब यहाँ दिदी स्कुटी चलाउन उस गर्दै हुनुहुन्छ थोरै पछाडि खिचिदिनु न स्कुटी चलाउने उले हेलमेट लाएर बस्ने चाहिँ ऊ हो हैन
मेरो हो कि स्कुटी मेरो हो? वहाँ चाहिँ दीपक हो। तुम्हारा वीडियो इसमें आएगा, मैं रख दूंगी। हेलो बोलो। अब यहाँ दिदी सिक्नुहुन्छ। गॉड मेरो साथी को हिंदी। गाड़ी भी है। गाड़ी है या बाइक है? तुम्हारे घर गाड़ी है या बाइक है? बोल रुकना। गाड़ी इधर आ, इधर आ। गाड़ी बाइक है कि इसका गाड़ी है? बाइक है बाइक बोलो तुम ना। तो घर पे बैठते ही नहीं हो, तुम तो जब भी घर जाते हो ऐसे ऐसे लेके चलते हो, इसलिए तो अली बोलते हैं कि ये हमारा लड़का घर पे नहीं बैठता, जाता है इधर उधर घूमने, इसलिए मैं इधर बुलाता हूँ। एटीट्यूड तो देखो, एटीट्यूड। ओ माय गॉड, तुम्हें नहीं बोल रही हो, तुम्हें नहीं, तुम बोलो ना नेपाली हिंदी में बोलो। देखो कल्पना दीदी आ गई। नहीं लगाते क्यों? हेलमेट लगाना जरूरी है। ट्रैफिक लेके यूज करते ना। नहीं वो जैसे वो दूर शहर में जाते हैं उसके बाद, इधर मेरे यहाँ नहीं लगाते हैं। अच्छा, यहाँ से चले नजदीक जाओ, नजदीक 100 नहीं चलते। किलोमीटर, उसके बाद नहीं लगाना पड़ेगा। लगाना तो पड़ेगा, तुम नहीं लगाते, ये बोलो। बिल्कुल, ये वीडियो रख दो। नहीं उड़ा दो। हाँ मैं तो रख देती हूँ, रखती हूँ। ठीक है, ठीक है। त्यो पेट्रोल को चिंता भएको अघि नै देखियो पेट्रोल भइन्छ। स्कुटी हो त्यही जतिखेर नि पेट्रोल भ्यायो भन्छ। आया गाह्रो छ। ये ल अब यहाँ आइसक्नु भयो, 2-3 राउन्ड हानिसक्नु भयो। ल यहीँ आएर रोक्नु है। ल दिदी कस्तो अनुभव भयो त? बहुत राम्रो हैन, बिस्तारै गर्मी हो अहिले त शीतल भयो। हो चापेर तल झार्नुहोस् क्या त्यो टुप्पा। बिमाको नयाँ बिजनेस सुरु हुँदैछ है गाइस। चलाउन सिक्दैछु। अन गर्नु। ल यो चाबी हैन यो। बिस्तारै पटार्नु। यो के हो पहिला यो त बेरक छ। अबे ल गाइस म गए है। ल बाइ 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 बाइ। ल गुदाइ इन्ने त। कस्तो अनुभव भइरहेछ तपाईहरुलाई? नयाँ बिजनेस सुरु गर्दै हुनुहुन्छ। यो गाइस मेरो गाइस हाम्रो पनि छुट्टी भयो। सरकारी जागिर खाएको साह्रै गाह्रो छ। टाइममा छुट्टिनु हुन्न, दिनभरि बस्दा बस्दा चाक परिदियो। क्या क्या कहना क्या चाह रहे हैं भाई आप? अनि दिउँसो के गऱ्यौँ है देखिसक्यो। अटो पनि चलाएको। अनि यहाँ चाहिँ हाम्रो दुईटा सुन्दरी हुनुहुन्छ। फेरि यति राम्रोलाई दिउँसो किन देखाएन भन्ला, किनकि राम्रो मान्छेको इन्ट्री अलि ढिलै हुन्छ होइन। क्या हे बात, राम्रो मान्छेहरूको इन्ट्री फेरि ढिलो आउँछ कडा आउँछ भन्छ नि। अनि फोन उठाएन, यो भएन त्यो भएन भन्छन् मेरो एक्सहरूले है। तर तिमीहरूलाई के थाहा, म गएर कस्तो भाँडा धस्काउनु पर्छ, खाना पकाउनु पर्छ भने तिमीले केही बुझ्दैन हो। मलाई कम त तनाव छ घर गएर पनि गाह्रो। त्यही भएर यो लपसप पार्नु हुँदैन। सिङ्गल बसौँ, खुसी बसौँ होइन, धेरै पैसाको चक्करमा बस्नु हुँदैन।